म त उभो हेर्दै आएको नि माथि हजुर माथि आएर हेरेँ नि आर्यालाई हेर्दै आएको अहिले जाँदा मजा आउँछ नाना जाँदा मजा आउँछ होला मजा हुन्छ हामीलाई त सक्नु मरिन्छ त्यही भए उदो अरे फोन झर्छ हैन नि एन्ड्रु फोन भयो सुमन मजा आयो मजा आएन अहिले जाँदा मजा हुन्छ डर लाग्यो भन्न तपाईँको काँडा चाहिँ छ कुमारी उँधो हेर त ब्याग उँधो मान्छे तल देख्छ अहिले भयो जाँदा मजा आउँछ हुँदैन त्यति के खै कसरी झर्नु हो पनि कस्तो ओराउने त त्यही सिम यस्तो सर्दैन नि यस्तो छैन लाग्छ नि हौ अब ऊ त आउँदो रहेछ दुईजना ए तल बस्नु नाना मजा आयो होइन होला अनि रुनु खोजिरहेछ त अनि राख्दैन होला होइन सौगतहरू चिसाले दुईटा हातले पक्रिरहनु भएको छ म त दुईटा हातले पकाएर आएको यता पनि पछाडि पनि होइन यो चाहिँ ढिलो हिँड्नु चाहिँ ढिलो हिँड्यो कि तर कस्तो उकालो भएर डर भयो जस्तो भयो कि मनमा त्यो भएर अब चिसो त रुनु हान्नु भयो त नि दिवा त तलबाट छ त पुच्छारमै सौगात र प्रज्ञान ओह्रालो त रुन्छ होला किनभने क्या उँधो खसे जस्तो हुन्छ नि त भुइँमा सत्रु ठोकेन रहेछ अनि अरू खै ऊ तल एस्टिलर हिँडिस आउँदैछ ऊ पर बुबोहरू होला होइन अझ निर्मल आउनै छ यही आएको छैन नि ऊ तल छ बुबोहरू निर्मलहरू अगाडि रहेछ सौगतहरू सौगतहरूदेखि निर्मल प्रज्ञान प्रज्ञान डर हालेको छ कि नि भोक लागेर भुँडी कराएर अब त कति घुम्नु यहाँ भने एकछिन घुमेर जाउँ होला भोक लाग्यो मलाई नि जग्गा हो त आमामा के मजा ब्रकौली हेर्ने ब्रकौली कहिले भनेको ए दिनेश भनेको ब्रकौली यस्तो देख्छ अरे त्यस्तो देख्छ थुप्रो 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 मात्र प्रज्ञान होइन प्रज्ञानले त अनुहार कस्तो भएर छिटो आऊ भन न हिजो प्रज्ञान डर आयो भन्छ अनि फोन खोइ नानी निकै अब लस्कर आउँदैछ 4 ग्रुप हुन त आएको छु कस्तो गर्दैछ प्रज्ञान फोन भयो मजा आएन अहिले जाँदा मजा हुन्छ नानी ल साह्रो ढिलो हौ साह्रै यस्तोको दर्शन ए त हो नि यहाँ होइन यस्तोमा हो तारमा प्रज्ञान मजा आयो नि रुको रुको ए प्रज्ञान पापालाई हाई गर्दै न मजा आयो नि जाँदा मजा आउँछ फेरि त्यसै डराउँछ
नाना फोन झर्छ अलिकति हामी अरू भन्दा नि उता कसरी जानु अलिकति फोन झर्छ हिँडेर जानु अनि सटकन हुन त जाँदा हुन्थ्यो होला हौ मजा आयो नि थरथर भइरहेको होला यहाँ आइपुगेर काँडा उठिरहेको ल रुनु भएको छैन होइन हाँस्दै बरु आँसु देख्छ भनेर चस्मा लाग्यो आँटिन्छ भनेर अनुहार डराएको देख्छ भनेर चस्मा लगाएर चलेको नाना र बुबा र अस्पताल होला होइन छैन त्यही भएर त अनि भाउजूलाई डर लागिरहेको छ कि उयो गर्नुको लागि डराइरहनु भएको नि भाउजू डराएर ऊ हो डराउनु भएको छ ओ त डर लागेर हुँदैन हेरि ऊ त हेरेर हिँडेको हो त्यही त भनेको मैले मोबाइल यसो हेऱ्यो भने क्या डर लाग्दैन नि त अलिक डर क्या अब एक ग्रुप छ तल लास्टमा अरूभन्दा जाँदा चाहिँ म कसरी होला जस्तो लागिरहेको छ उठो यहाँ अरूभन्दा यो चाहिँ धेरै यो काटिनु चाहिँ सक्छ कि पर्छ आज आउँछ नि गइन्छ नानालाई फोन भयो मजा आयो फोन झर्ला नि घुटुक्कै तल फोन झर्ला है झऱ्यो भने रुनु पर्ला कोही न गएँ बाई बाई गरेँ नानालाई पनि थामेको नि तारले नाना हाई गर्दै न एउटा ढुङ्गा छ नि त्यहाँनिर लाबर मान्छेले फ्यालेको क्या सक्यो नि अब त छैन जाऊ उता ए लड्छ चिप्लेर फोन झर्ला पैसा मागेर हिँड्ने जस्तो अलिकति त्यो क्या ओह्रालो काटिनु त्यसो त्यसो छ नि राप्तै भयो त नाना